कसैको बिहा आयो भने सबभन्दा टेन्सन हामी छोरी मान्छेलाई हुन्छ। अब बिहामा चाहिँ के लाउने होइन। अब हामी छोरी मान्छेलाई चाहिँ सबैको प्रब्लम यही नै हो होइन। अब बिहा आयो, अब बिहामा चाहिँ के लाउने त्यही सोचमा हुन्छौँ नि त। अन्त त्यस्तै मलाई पनि भइरहेको थियो। अनि मैले चाहिँ के लगाऊँ सोच्दै थिएँ। साडी पनि कति लगाउनु भनेर योपालि चाहिँ मैले कुछ अर्कै अब नयाँ अहिले चल्दै गरेको ट्रेन्डिङ कुर्ती बनाएँ होइन। सो यहाँ हेर्नुहोस् न, यो चाहिँ राति नै भइसकेको थियो सिलाउँदाखेरि। अन्त अब सजिलो चाहिँ हुँदैन है अब टेलर काम गर्नु पनि। अनि यो चाहिँ 10:30 जस्तो भएको थियो होइन मैले सिलाइसक्दाखेरि। अनि सो यता चाहिँ मैले बट्टाबट्टी गरेर गर्दै थिएँ होइन। अन्त अब घरको काम पनि हुन्छ होइन। हामी बुहारी मान्छे भइसकेपछि होइन सबैतिर सोचेर हिँड्नुपर्छ। अन्त यो मात्रै लुगा थिएन, मेरो अरू लुगाहरू पनि थियो होइन। हेर्नुहोस् न 10:30 भएको थियो होला यो कम्प्लिट गर्दाखेरि। सो यो चाहिँ कम्प्लिट भइसकेको छ होइन। अनि यता चाहिँ मैले अब यो चाहिँ बिहाको दिनको भिडियो हो, त्यसको बाद अगाडि चाहिँ मैले गरिनँ हो। अनि टक्कै मैले बो पनि बनाइहालेँ होइन। अन्त मेरो फाइनल लुक चाहिँ यस्तो भएको छ है। अनि हजुरहरूलाई के कस्तो लाग्छ भनिदिनु होला। अन्त मेन चाहिँ मेरो भिडियो गर्ने मान्छे नै नपाएको होइन। यो पनि बहिनीले गरिदिएको। यस्तो बेलामा चाहिँ मलाई मेरो बुढाको पुरा याद आउँछ साथीहरू, किनभने उसले चाहिँ मेरो जस्तो जस्तो भने त्यस्तै त्यस्तै भिडियो बनाइदिनुहुन्छ होइन। अन्त अब यहाँ त बुनुलाई भनेको तर पनि बनाइदिएँ। अन्त यहाँ